हेलो गाइज वेलकम टु माई मिनी ब्लग। आई होप हजुरहरू सन्चै हुनुहुन्छ होला। म नि सन्चै छु। यो चाहिँ मेरो फर्स्ट ब्लग। म चाहिँ भर्खर उठ्दैछु है। अल्छे छु क्या म चाहिँ लास्ट टाइम भर्खर उठ्दैछु। उठेर यसो बाहिरतिरको मौसम कस्तो छ भनेर हेरेको, एकदम घाम लागेर चटक्क परेको रहेछ। अनि म पनि भित्रतिर आएँ। अनि मेरो दिनको सुरुवात चाहिँ पानीबाट हुन्छ। आफू उठेर पानी खाइसकेपछि चाहिँ हामी यसरी बेड आफ्नो मिलाउनु पर्ने हुन्छ। त्यसैले म चाहिँ के गर्दैछु, मेरो बेड मिलाउँदैछु। बेड मिलाइसकेपछि चाहिँ हामी आफ्नो ठाउँमा पढ्नुपर्ने हुन्छ। बसेर पढ्नुपर्ने हुन्छ। त्यसो पढ्नु त पर्यो नि त होइन। इक्जाम पनि आइसक्यो, त्यसैले चाहिँ अब पढ्न त म र बहिनी चाहिँ पढ्न बस्यौँ है त। पढ्नु चाहिँ के पढ्यो थाहा छैन, तर पढ्नु चाहिँ बसेको थियौँ। हुनु पनि पढिरहेको छ। अनि खानासाना खाएर दाँत ब्रस गर्नु सुरु गर्दैछु। म चाहिँ दाँत मोलेर अब बाहिरतिर निस्क्यौँ भनेर यसो दाँत मोलेर चट्ट दाँत मोल्नुतिर फेरिको लुगा त बाँकी रहेछ। त्यसैले लुगा धुनुतिर लागेँ म चाहिँ होइन। यति धेरै लुगा थुप्रिरहेको थियो। अब कामले गर्दाखेरि लुगा धुनु पनि पाएको थिएन। त्यसैले आज चाहिँ मेरो छुट्टी थियो। अनि लुगा धोएँ। लुगासुगा धोएर यसो बाहिरतिर फ्रेस हुनु न त भनेर यसो बाहिरतिर निस्केँ। अनि म चाहिँ दिदीलाई भेट्नुको लागि गएँ। दिदीलाई पनि भेटेँ त। दिदीको चाहिँ भदैको बर्थडे थियो नि त, त्यसैले यसो गिफ्ट किन्नतिर निस्क्यौँ। अनि यस्तो गर्मी भएको कारणले कफी त्यसपछि हामी चाहिँ घर फर्क्यौँ। अनि आज चाहिँ भाइको बर्थडे थियो। अनि हामी चाहिँ होस्टेलमा बसेर सबैजना मिलेर उसको लागि केक पनि हाई भन्दैछ मेरो बोला। अनि हामी चाहिँ यस्तो बर्थडे मनाएर चाहिँ अनि त्यसपछि हामी भित्र आएपछि चाहिँ हामी दुईजनालाई एक्कासी नाच्ने मुड चल्यो क्या। अनि त्यसपछि हामी चाहिँ दुईजना छमछम्ती गीत बजाएर नाच्नु थाल्यौँ है। हामी जति पिडा दिलमा भए पनि मान्छे चिलमा त हुनु परिहाल्यो नि त होइन गाइस। त्यसैले नाच्नु चाहिँ छोड्नुहुन्न है, छोड्नुहुन्न। जे होस् हामी दुईजनाको भाइब्स चाहिँ मिल्ने हो क्या। हामी चाहिँ पुरै लाएर डान्स हानिरहेको छौँ होइन एक्कासी। हामी चाहिँ छमछम्ती पारामा नाच्दैछौँ आफ्नो पारामा होइन। बुनु आफ्नै पारामा छमछम्ती नाच्दैछौँ। अनि आफ्नै पारामा पुरा नाच्दैछु। उसले चाहिँ मलाई नाच्नु सिकाउँछ के, तर मलाई चाहिँ त्यति आउँदैन। उसले यस्तो गरौँ दिदी भन्दै पुरै ऊ चाहिँ नाचिदिँदैछ। अनि मलाई चाहिँ खासै आउँदैन। अनि म आफ्नै तालमा टुइ मलाई चाहिँ जे आउँछ त्यही गर्दै नाच्दैछु। अनि मरिदिएर हाँस्दै मलाई हेर्दै हाँस्दै नाचिरहेको छु। त्यस्तै हो, घरिघरि रमाउँदै गर्नुपर्छ। आजको भिडियो यति नै हो। थ्याङ्क यू फर वाचिङ। बाई बाई।